नमस्ते साथीहरू, तपाईँहरूलाई स्वागत छ हाम्रो च्यानल ट्रेडर्स अफ नेप्सीमा। र आज चाहिँ फागुनको 28 गते मैले चाहिँ नेप्सीको डेली मार्केट एनालिसिस लिएर आएको छु। यो चाहिँ नेपाली स्टक एक्सचेन्जको अफिसियल वेबसाइट हो। यसमा चाहिँ डेली मार्केटमा के भयो भनेर डेटा पब्लिस हुने गर्छ। आज हेर्न सक्छु 17 पोइन्ट्स नेप्सी बढेर 0.63%ले बढेर 2736मा बन्द दिएको छ है। एरिया ग्राफ हेऱ्यो भने यस्तो देखिन्छ। 11 बजे एउटा टप लगाएपछि 11:30 बजे त्यसपछि हाइयरले फर्म गर्दै नयाँ टप लगायो। केही एउटा बियरिस प्याटर्न पनि बनायो, डबल टप यसरी एम प्याटर्न होइन, झरेर पनि तर आज चाहिँ पोजिटिभली बन्द दिएको छ होइन। अब क्यान्डल पनि हामीले पछि हेर्नेछौँ स्मार्ट वेल्थ प्रोको वेबसाइटमा गएर। आज नेप्से वृद्धि हुँदा चाहिँ 144वटा कम्पनीहरूमा चाहिँ वृद्धि भएको छ भने 89वटा कम्पनीमा चाहिँ गिरावट भएको छ। 11 चाहिँ अनचेन्ज रहेको छन्। अनचेन्जमा के छन् हेरौँ, डोर्डी, एसडिएल, एमकेएचएल, नोबिल, एनएसपिसी, एनएलआइसिएल, एनएमबी, एनयुबिएल, आरएफपिएल, आरएसटिसी यिनीहरू चाहिँ अनचेन्ज रहेको छन् है। आज बजार बढ्दा चाहिँ अनचेन्ज रह्यो भने म साथीहरूलाई चाहिँ दुःख लाग्यो होला है। बजार बढ्दाखेरि पनि आफ्नो कम्पनी नबढ्दा झन् घटियोलाई चाहिँ कस्तो लाग्यो होला। यहाँ टप न्युज पनि हामीले हेर्न सक्छौँ। आज पिएचसिएल 9%ले बढेको रहेछ। प्रिन्ट, डिएचपिएल, जिएचएल, एमइएचएल। टप लुजर्स हेऱ्यो भने डब्लुएनएलबी, सिओआरबिएल, जिआरडिबिएल, इएसपिएल, स्यापडी यिनीहरू चाहिँ आजको टप लुजर्स रहेको छन्। टप टर्नओभर हेऱ्यो भने प्रमोटर रहेछ एचआरएल, एनआरएम, जिएचएल, एनआरआइसी। टप भल्युम हेऱ्यो भने एमपिएल, पियु, जिएचएल, जिबिआइएमई प्रमोटर, एमएलबिएल, एचआरएल। टप ट्रान्जेक्सन हेऱ्यो भने जिएमआर, एचआरएल, एमएलबिएल, जिएचएल, एनआरआइसी। मार्केट समरी हेऱ्यो भने 8 करोडको भल्युम आएको छ। 80,000 ट्रान्जेक्सन, 79,000 भनौँ। मार्केट क्यापिटलाइजेसन चाहिँ $45 बिलियन इस्टाब्लिस छ भनेको 45 करोड। टोटल स्क्रिप्टेड चाहिँ 300 हो। आजको नेप्सीको वृद्धिमा कुन कुन सेक्टरको कति कति हात रह्यो हेरौँ। सब इन्डेक्स ब्याङ्किङ चाहिँ नेप्सीको एभरेजमा बढेको रहेछ है। यस्तै छ, नेप्सी घट्दा पनि एभरेजमा घट्ने, बढ्दा पनि एभरेजमा बढ्ने। ब्याङ्किङको सिनेरियो चाहिँ यस्तो छ। डेभलपमेन्ट ब्याङ्क हेऱ्यो भने चाहिँ घटेको रहेछ है। आज हाम्रो टप न्युजमा धेरै डेभलपमेन्ट ब्याङ्क पनि देखेको थियो है। 5.3%ले घटिरहेको होइन, त्यही भएर पनि होला हिजो चाहिँ बढेको थियो है। अच्छा, मैले अहिले पहिला चाहिँ फाइनेन्सले यस्तो गर्थ्यो है। फाइनेन्स आज धेरै बढेको रहन्छ। एभरेज पर्सेन्टेजमा यत्तिकै माइन्युट फ्लक्चुएसन छ है। सुरुमा केही बढेको रहेछ, लास्टमा चाहिँ जहाँ ओपनिङ भएको थियो त्यही क्लोजिङ भएर बन्द भयो। होटेल एन्ड टुरिज्म हेऱ्यो भने आज राम्रै बढेको रहेछ है। 0.64 अथवा एभरेजमा भनौँ नेप्सेको। हाइड्रो पावरमा पनि आज लास्ट मिनटमा चाहिँ यसरी बढेको देखिन्छ। 900 साइडवेज थियो। इन्भेस्टमेन्ट पनि आज चाहिँ बढेको रहेछ, राम्रै बढेको रहेछ है। इन्भेस्टमेन्ट इन्डेक्समा एउटा घटेको चाहिँ इएनएल रहेछ। के कसो कम्बिनेसन हेऱ्यो होइन, यसो हाइक्याप, एसआइटिसिएल, निफ्राहरू रहेछन् होइन। पर्सेन्टेजले 3% एसआइटिसिएल बढेको रहेछ। निफ्रा, एनआरएन पनि 4%ले बढेको रहेछ। लाइफ इन्सुरेन्स हेऱ्यो भने एनएफसीको एभरेज, यिनीहरू सबै एभरेजमा छ। अदर्स इन्डेक्स अलि बढी बढेको रहेछ है। कुन बढेर बढ्यो हेरौँ। पर्सेन्टेजमा चाहिँ एभरेज छ है। अदर सेक्टर पनि ठिकै हो। अब चाहिँ स्मार्ट वेल्थ प्रोको वेबसाइटमा गएर चाहिँ नेप्सीको डेली मार्केट एनालिसिस गरौँ। यो चाहिँ नेप्सीको चार्ट हो है, क्यान्डलस्टिक प्याटर्न। र हामीले हेऱ्यो भने मैले हिजो अस्ति पनि यसरी देखाएको थिएँ, नेकेड प्राइस सेक्सन भनेर चाहिँ। यो एरियाबाट चाहिँ पहिला यसरी बाई आएको थियो भनेपछि अहिले पनि यहीँबाट आउनुपर्ने भनेर मैले भनेको थिएँ होइन। यसरी लगाइदिएको पनि थिएँ होइन, योभन्दा तल नजाला भनेर। यो विकमा योभन्दा माथिदेखि नै आज रिभर्सल लो क्यान्डल बनाएको छ। यसलाई भ्यालिड गर्नलाई चाहिँ भोलि एउटा बुलिस माराबुजो अथवा बुलिस इन्गल्फिङ क्यान्डल भन्न सक्नु पऱ्यो होइन। यो क्यान्डल यिनीहरूलाई इन्गल्फ गर्ने जसरी 2770 बल्ल एउटा के राम्रो लय आउँछ भन्ने हामीले कन्क्लुजन निकाल्छौँ। नआयो भने यो चाहिँ यत्तिकै एउटा सानो मात्रै पुल ब्याक हो। भोलिदेखि फेरि रातो क्यान्डल बनाएर यसलाई पनि ब्रेकडाउन गरेर फर्दर बियरिस आउँछ भन्ने हाम्रो एनालिसिस हुन जान्छ होइन। एउटा सर्ट केही ट्रेन्ड लाइन हामीले तान्न मिल्छ होला। यहाँ हेरौँ है त, यो बटमदेखि यसरी गऱ्यो भने ट्रेन्ड लाइन आज ब्रेकडाउन भएर रिटेस्ट ल्याएको भन्न पनि मिल्यो होइन। यहाँदेखि एउटा सर्ट केही छोटो ट्रेन्ड लाइन यहाँ पनि ब्रेकडाउन दिन खोजेको थियो। यसरी यो दिन ब्रेकडाउन दिएको थियो, तर लङ्गर टाइम फ्रेममा चाहिँ एउटा यसरी फलो गरेको छ होइन। ट्रेन्ड लाइन नयाँ यस्तो 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 यसलाई चाहिँ ठ्याक्क आज ट्रेन्ड लाइनमै केही बाई दिएको छ होइन। भोलि यसलाई इन्भ्यालिड गऱ्यो भने चाहिँ हामीले यो फेक यो रिभर्सल रहेछ भन्छौँ। नाइ भने चाहिँ केही माथिकै टार्गेटलाई चाहिँ हामीले आफ्नो टार्गेट बनाएर अगाडि चल्छौँ है। यही भनौँ अहिलेलाई चाहिँ यही, अथवा यसको ब्रेकआउट गऱ्यो भने यो पुरानो आइ होइन। यसरी 19,03,000को बरु अब केही इन्डिकेटर्सहरू लगाएर ट्रेडिङ एनालिसिस गरौँ होइन नेप्सीको के कसो छ भनेर। वान अफ द मोस्ट पपुलर इन्डिकेटर मुभिङ एभरेज 9 डेज भनेको चाहिँ सर्ट टर्म इन्डिकेटर हो। यसले चाहिँ बजारको ट्रेन्ड सर्ट टर्ममा पोजिटिभ नेगेटिभ कस्तो छ भनेर देखाउने गर्छ।
यहाँनिर आउँदाखेरि मुभिङ एभरेज 9 डेजले चाहिँ ब्रेकडाउन दिएको थियो होइन, त्यसपछि बाइसिनल दिएको छ होइन। यसलाई भ्यालिड गर्नलाई फेरि यसलाई नै ब्रेकआउट गर्नुपर्ने हुन्छ होइन। जसले मुभिङ एभरेज 9 डेजहरू ट्रेड गर्नुहुन्छ नि उहाँहरूलाई चाहिँ अहिलेको लागि त यो 2800 भन्दा माथि नै सस्टेन भएपछि इन्ट्री गर्नुपर्ने हुन्छ है एउटा लङ्गर टाइम फ्रेमको यो 3000 को टार्गेटलाई। र मिड टर्मवालाहरूको इन्डिकेटर मैले यहाँ पालिपिलो राखिदिएको छु, त्यो पनि हेर्छौँ होइन। अझै फर्दर नेक्स्ट केही घट्दै गऱ्यो भने मुभिङ एभरेज पनि यहाँ साइडमा रहन्छ होइन। त्यसपछि यहीँ पनि हामीले इन्ट्रीको लागि केही पोजिसन पस्न सक्छौँ। अहिले चाहिँ मुभिङ एभरेज 9 डेजबाट यस्तो छ। मुभिङ एभरेज क्रस भनेको चाहिँ अलिकति मिड टर्म इन्डिकेटर, अलिकति लङ टर्म इन्डिकेटर पनि भनौँ। त्यसको अर्ली लेभल अफ प्राइस सिग्नल यहाँनिर आएको थियो भने सेकेन्ड अफ बाई सेल सिग्नल भनौँ, सेल सिग्नल यहाँ आएको छ। र एउटा फुल्ली यहाँ चाहिँ गोल्डन क्रसओभर दिएको थियो बाईको लागि भने अझै डेड क्रसओभर दिनु बाँकी नै छ। त्यो अझै केही मार्केट 5 to 10% घट्यो भने बल्ल दिनेछ होइन। तर अर्ली लेभल दुईवटा सेल सिग्नल दिइसक्यो, यहाँ तपाईँले मिच्नुपर्ने अलिकति यहाँ मिच्नुपर्ने हो। र अब भोलि यो भ्यालिड भयो योभन्दा माथि आयो भने यहाँदेखि फेरि तपाईँले बाई गर्नुपर्ने हुन्छ। यो 2750 को जुन लाइन छ योभन्दा माथि गरिसकेपछि फेरि एउटा अर्ली लेभल बाई सिग्नल अथवा बजारमा इन्ट्री कन्फर्मेसन चाहिँ हुन्छ है मुभिङ एभरेज क्रसबाट। डेड क्रसओभर भन्ने आएको छैन। तपाईँ लङ टर्म हो भने चाहिँ अझै पनि बाईमै बस्न सक्नुहुन्छ है। मुभिङ एभरेज क्रस बलिङ्गर ब्यान्ड्स हामीले हेऱ्यौँ भने यसरी मिडल ब्यान्डलाई ब्रेकडाउन दिएको छ। मिडल ब्यान्ड भनेको मुभिङ एभरेज 20 हो भनेपछि कि मिड टर्मलाई पनि बजार नेगेटिभ भएको थियो, तर फेरि रिटेस्ट गर्न आएको छ होइन। रिटेस्ट गर्न आउँदाखेरि चाहिँ यही 2764 चाहिँ रेजिस्टेन्स गरेर तल झऱ्यो भने चाहिँ यो एउटा सामान्य रिटेस्ट रहेछ भनेर हामीले तल फेरि केही सपोर्टको लागि हेर्नेछौँ होइन। यो पोइन्टमा है मैले यहाँ आउँछ भन्न खोजेको होइन है। यो सिनेरी पनि लिएर चल्नुपर्छ हुनसक्छ भनेर, नभएर यसले कम्प्लिटली ब्रेकआउट दियो भने ब्रेकआउट दिँदाखेरि पनि इन्ट्री गर्न मिल्छ, अथवा ब्रेकआउट दिएर रिटेस्ट गर्दाखेरि यसरी गर्न सक्छ नि त होइन। मलाई बनाइदिन्छु है त यहाँ पाथ है। यसरी यहाँनिर रेजिस्टेन्स गरेर यहाँ केही सुटिङ स्टार जस्तो क्यान्डल बनाएर तल पनि झर्न सक्छ। त्यो भयो भने हामी तलतिरलाई हेर्नेछौँ होइन सपोर्टको लागि, नभए यस्तो पनि हुनसक्छ। यसलाई चाहिँ यसरी यहाँनिर गरेर होइन मैले यहाँ लाइन तानिदिएको थिएँ अघि नै मुभिङ एभरेज 9 डेज होइन। यसरी यहाँसम्म आउने अथवा त्यसपछि चाहिँ तल झर्ने फेरि है त आएर अनि यसरी ठ्याक्क यही बोलिङ्गर ब्यान्डको 20 डेजको लाइनमा सपोर्ट लिएर यहाँ केही इन्भर्टेड ह्यामर क्यान्डल बन्यो भने चाहिँ यहाँ हामीले इन्ट्री लिन सक्छौँ। त्यसपछि हाम्रो लङ्गर टाइम फ्रेममा एउटा टार्गेट हुन्छ है त। मैले यसरी नै चल्छ भनेको होइन, तर जेनरली चाहिँ यो जुन मुभिङ एभरेजहरूको लाइन हुन्छ नि यसले चाहिँ मार्केटको एभरेज प्राइस अथवा रिभर्सल प्राइस रेजिस्टेन्स पोइन्टलाई जनाउँछ होइन। भएन न बलिङ्गर ब्यान्डको अप्पर पोइन्टमै रेजिस्टेन्स गरेर झरेको नि त मार्केट। त्यस्तै अब यहाँनिर मिडल ब्यान्डबाट सस्टेन होला अथवा लोवर ब्यान्डमा पनि हामीले हेर्न सक्छौँ होइन। अब यहाँ पनि एउटा प्राइस सेक्सनको पनि सपोर्ट छ, बलिङ्गर ब्यान्डको लोवर ब्यान्डको पनि सपोर्ट छ होइन। मार्केट जसरी जान्छ त्यो हिसाबले सिनेरी हेर्ने। यस्तो हेऱ्यो भने यहाँ एउटा केही एसेन्डिङ डब्लु प्याटर्न जस्तो पनि देखिन्छ होइन। त्यतिखेर इन्ट्रीमा गर्न सक्छौँ है त। मैले ड्रइङ रिमुभ गरिदिन्छु। भोलि बलिङ्गर ब्यान्ड्सबाट चाहिँ यस्तो थियो। अब हामी नेक्स्ट इन्डिकेटर भनेको प्याराबोलिक सार हो। प्याराबोलिक सारले चाहिँ सेल सिग्नल यहाँ दिइसकेको छ, त्यसपछि बाई सिग्नल भन्ने देखाइन। त्यो दिनलाई फेरि यही जोनलाई नै पार गर्नुपर्ने हुन्छ। जसले चाहिँ प्याराबोलिक सारहरू ट्रेड गर्नुहुन्छ उहाँले चाहिँ डिसिप्लिन भयो फलो गरेर यसरी चाहिँ नेप्सेको एनालिसिस गर्नु होला, नेप्सेको ट्रेडिङ गर्नु होला होइन। पिभट्स पोइन्ट हेऱ्यो भने चाहिँ यहाँनिर पिभटको पोइन्ट थियो, मैले लगभग यहाँ तानिदिएको थिएँ प्याराबोलिक सार होइन। तपाईँले हेर्न सक्नुहुन्छ लगभग सबै रेजिस्टेन्स सबै इन्डिकेटरहरूको चाहिँ इन्डिकेटरहरूले एउटै लेभल अफ रेजिस्टेन्स अथवा सपोर्ट मार्केटमा देखाउने गर्छन्। किनभने तिनीहरू रिड गर्ने भनेको पनि प्राइस सेक्सन हो। हजुरले नेगेटिभ प्राइस सेक्सन रिड गर्न सक्नुहुन्छ भने ठिकै छ, नै भने चाहिँ इन्डिकेटर्सहरूको सपोर्ट लिनु चाहिँ राम्रो हो होइन, राम्रो कुरा हो भनेर मैले भन्न चाहेँ। र लेटेस्ट सपोर्ट यो S1 भन्दा माथि नै सपोर्ट लिएको छ होइन। यसलाई ब्रेकडाउन गऱ्यो भने चाहिँ यो लेभल अफ सपोर्टलाई हेर्नुपर्छ होइन। मैले यहाँनिर तपाईँले लाइन अघि यसरी तानिदिएको पनि थिएँ होइन। र बलिङ्गर ब्यान्डको मिडल ब्यान्डको लोवर ब्यान्डको सपोर्ट पनि यही देखाएको थियो होइन। अब मैले यही हुन्छ भन्नु खोजेको होइन, तर सबै सिनेरियोलाई चाहिँ आफूले लिएर चल्नुपर्छ होइन। पिभट पोइन्टबाट चाहिँ त्यस्तो छ। अब सुपर ट्रेन्ड भनेको चाहिँ वान अफ मेरो फेभरेट इन्डिकेटर छ होइन। सुपर ट्रेन्ड हेरेर ट्रेड गर्नुहुन्छ भने चाहिँ यहाँनिर सेल सिग्नल दिएको छ, अझै बाई सिग्नल दिएको केही त्यस्तो अवस्था छैन होइन। अब बाई सिग्नल दिनलाई चाहिँ सुपर ट्रेन्डलाई प्राइसले ब्रेकआउट गर्नुपर्ने हुन्छ होइन। इफ सुपर ट्रेन्ड हेरेर तपाईँले चाहिँ इन्ट्री लिनुभएको थियो भने मार्केट तपाईँले कति % प्रफिट हुन्छ मैले देखाउँछु। यहाँनिर इन्ट्री लिनुभएको थियो भने होइन, यसरी यहाँनिर इन्ट्री देखाएको छ, यसरी यहाँनिर एक्जिट दिएको छ होइन। 8% है, लगभग 1 महिनामा 8% भनेको धेरै नै राम्रो पर्सेन्टेज हो। यो त ओभरअल मैले नेप्सीको मात्र 8% देखाएँ होइन। तपाईँको स्क्रिप्ट यतिखेर 20 देखि 30% पनि बढेको हुनसक्छ है त। त्यस धेरै स्टक छन् है,
सानो पुल ब्याकमा पनि धेरै बढ्ने। र नेक्स्ट हाम्रो इन्डिकेटर्स भनेको चाहिँ ओसिलेटिङ इन्डिकेटर हो, बजारको मोमेन्टम देखाउने होइन। आरएसआई हो, आरएसआई अहिले चाहिँ 45को लाइनबाट चाहिँ केही रिभर्सल देखेको छ होइन। यहाँ डब्लु प्याटर्न केही त्यस्तो देखिन खोज्यो भने चाहिँ हामीले इन्ट्रीको लागि हेर्नेछौँ, नै भने यो लोवर लो बनाएर तल नै जान्छ भन्ने अहिले हाम्रो एनालिसिस हुनसक्छ होइन। यो लाइन भनेको चाहिँ 43 को हो है, पहिला यहाँबाट पनि एउटा रिभर्सल दिएको थियो। अब यही नै हो, यसरी मैले फेरि पाथ यहाँ ड्र गरिदिन्छु। लेट मी सी, यसरी यहाँ डब्लु प्याटर्न फर्म गरेर फेरि माथि यो टार्गेटलाई हिट गरेर जान सक्छ होइन। यस्तो डब्लु प्याटर्न केही देखियो भने हामी इन्ट्री गर्नेछौँ, नाइ भने त यो लोवर लो बनाएर केही यहाँबाट यसरी तल झरेर ओभर सोल्ड जोनमै आउन सक्छ कि भन्ने हाम्रो एनालिसिस हुन जान्छ है त। मैले रिमुभ ड्रइङ गरिदिन्छु है। नेक्स्ट इन्डिकेटर इज एमएफआई हो, यो चाहिँ आरएसआई र भोल्युमको कम्बिनेसन हो। एमएफआईले पनि लगभग सेम काम गर्छ आरएसआई जस्तै होइन, पुरै सेम त होइन तर ओभरअल सेम। एमएफआई पनि पहिला धेरैचोटि सपोर्ट लिएको पोइन्टबाट फर्केको छ होइन। यहाँ अझै पनि यहीँबाट फर्किन्छ भन्ने छैन। फेरि यहाँ पनि आरएसआई जस्तै हामीले केही डबल प्याटर्न फर्म गरेको यसरी यसरी यस्तो हेर्न पाउँछौँ। त्यसपछि चाहिँ यो पुरानो हाईलाई चाहिँ रेजिस्टेन्स बनाएर हामीले चाहिँ त्यो हिसाबले आफ्नो ट्रेड चाहिँ सेटअप गर्नुपर्ने हुन्छ है। म चाहिँ डाउ थ्योरी फलो गर्छु होइन। मैले भनिदिउँ, मैले गर्ने टेक्निकल एनालिसिस भनेको डाउ थ्योरी प्लस इन्डिकेटर ट्रेडिङ हो। यसले चाहिँ मलाई बजारमा राम्रै रिटर्न दिएको छ है। मन्थली 10% चाहिँ मैले गरिरहेकै हुन्छु होइन। अब मैले त पोर्टफोलियो 2 टाइम्स 3 टाइम्स हुन्छ त मैले भन्दिनँ। मन्थली 10%को हिसाबले मेरो 1 इयरको 120% छ है रिटर्न। यताउति ट्याक्सेस गऱ्यो भने पनि मैले हरेक इयर चाहिँ आफ्नो पोर्टफोलियो डबल गरिरहेको हुन्छु लगभग भनौँ होइन। त्यस्तो गरिरहेको हुँदैन, खासमा चाहिँ प्र्याक्टिकल चाहिँ मैले प्रफिटहरू युज गरिरहेको हुन्छु, आफूले खर्च गरिरहेको हुन्छु होइन। क्यापिटल सेभ गरेर त्यही क्यापिटलमा लगभग मैले मन्थली एउटा मेरो स्यालेरी जस्तै चाहिँ भइरहेको हुन्छ है मार्केटबाट। सेम यही एनालिसिसले है त। रिमुभ ड्रइङ गरिदिउँ। अब नेक्स्ट हामीले हेर्ने भनेको म्यागडी पहिला हेर्ने गर्थ्यो, तर अहिलेको सिनेरियोमा चाहिँ म्यागडीले एकदमै हामीलाई ल्याग सिग्नल दिएको कारणले चाहिँ म्यागडी तपाईँहरूलाई युज नगर्नु भन्छु होइन। देखाइदिन्छु, एमएससीले चाहिँ अलिकति ल्याग सिग्नल दिन्छ है। यहाँनिर हाम्रो अरू इन्डिकेटरबाट आरएसआईबाट चाहिँ डबल प्याटर्न फर्म गर्छ बाईको लागि भनेर कुर्दै थियो। एमएससीले बल्ल यहाँ आएर तपाईँले सेल सिग्नल दिएको छ होइन। यसरी ट्रेडिङ हुन लस मात्र हुन्छ है। अब यहाँ सेल सिग्नल दिएर के फाइदा र होइन, हुन त अलिकति फाइदा त भयो तर लगभग उस्तै भयो कि। अब यहीँबाट यो रिभर्सल गरेर यो हाई तोड्न आउँदाखेरि चाहिँ यहाँ अथवा यहाँ फेरि एम प्याटर्न फर्म गर्नलाई एनएफसी आउँछ भने त्यतिखेर फेरि बाई सिग्नल दिने गर्छ क्या एमएससीले। त्यस्तो पनि दिन सक्छ, त्यही भएर ल्यागिङ इन्डिकेटरमा खासै भर गर्न हुँदैन होइन। यहाँदेखि सबै रिभर्सल दियो अरे यही एम प्याटर्न फर्म गरेर यसरी झर्ने जस्तो सिनेरियो बन्यो अरे यस्तो। सरी राम्रोसित मैले गरिदिन्छु है। यसरी एम प्याटर्न हो, यस्तो केही सिनेरियो देखियो भने यहाँ आउँदाखेरि चाहिँ अनि एमएससीले चाहिँ मजाले बाइकको सपोर्ट दिन्छ अनि यहाँ किनेर हुन्छ र हुँदैन नि त, त्यसरी हुँदैन। त्यही भएर नेकेड प्राइस एक्सन हेर्न पनि सिक्नुपर्छ होइन। र ल्यागिङ इन्डिकेटर चाहिँ खासै फलो गर्नु हुँदैन। मैले रिमुभ ड्रइङ गरिदिन्छु, एमएससी हटाउँ। नेक्स्ट इज एमएससी जस्तै इन्डिकेटर तर एमएससी र आरएससीको कम्बिनेसन स्टोजेस्टिक आरएसआई। यो चाहिँ अलिकति बजारको लिडिङ इन्डिकेटर हो। यसले चाहिँ बाइसेल सिग्नल अलिकति फास्ट दिने गर्छ होइन। र स्टोजेस्टिक आरएसआईले चाहिँ केही बाई क्रसओभर दिन खोजेको जस्तो देखिन्छ होइन। ओभरसोल्ड जोनमा गएर यसले दियो भन्दैमा किन्नु पर्दैन। हामीले बिगो पनि हेर्न सक्छौँ। यहाँ लगा मजाले एउटा डब्लु प्याटर्न फर्म गरेर अथवा लङ गरेर 2टा डब्लु 3टा डब्लु 3टा बटम फर्म गरेर नेप्से बढेको छ होइन। मिनिमममा पनि तपाईँले यसरी यहाँ यो आएर यहाँ रेजिस्टेन्स फेस गरेर फेरि तल आएर होइन यसरी डब्लु प्याटर्न फर्म गरेर जब यो 19 अथवा 20को लाइनलाई ब्रेकआउट गर्छ नि तपाईँले यतिखेर चाहिँ इन्ट्री गर्न सक्नु पऱ्यो कि। यस्तो के डब्लु प्याटर्न फर्म गरेको स्टोजेस्टिक आरएसआईमा देख्यो भने बल्ल इन्ट्री गर्नुपर्छ है। यो त मैले भने अलिकति सर्ट टर्म 14-14-33 मैले जेनरल चाहिँ 42-42-55 पनि युज गर्ने गर्छु है। ठ्याक्क त्यसले चाहिँ आरएसआईसित एउटा ऊ भएर जान्छ क्या, सिमिलर भएर जान्छ है। आरएसआईसित ठ्याक्क रेजोनेन्स भएर जान्छ भनौँ। मैले ड्रइङ रिमुभ गरिदिन्छु होइन। हेऱ्यो भने चाहिँ बल्ल यहाँनिर सेल दिएको थियो होइन। हेर्नु त यसको कति एक्ज्याक्ट सेल छ, जुन यहाँनिर सेल आयो त्यही दिन सेल आयो होइन। त्यसपछि घटेको छ र लगभग यही हामी 20 लाइनभन्दा तल गएर एकचोटि डबल प्याटर्न फर्म गर्ने कुर्छौँ होइन। त्यो कुरेपछि चाहिँ केही हामी बाईको लागि हेर्न सक्छौँ है। यसरी यहाँबाट घटेर आएर यो यस्तो डबल प्याटर्न फर्म गऱ्यो भने यो 20 लाइनलाई ब्रेक गर्दासम्म चाहिँ हामीले कुर्न सक्छौँ। त्यसपछि हाम्रो टार्गेट भनेको फेरि यो 80 लाइनलाई जब ब्रेक गर्छ त्यसपछि सिग्नल दिन्छ, त्यही हिसाबले चल्छ है त मार्केट। इट्स भेरी सिम्पल है। फेरि म रिमुभ ड्रइङ गरिदिन्छु, इन्डिकेटर पनि रिमुभ गरिदिन्छु होइन। यसरी
हामीले ओभरअल सिनेरियो हेऱ्यो होइन, त्यही भएर सबै इन्डिकेटर्सहरू हेरेर डिसिप्लिन भएर ट्रेड गर्न सक्छ भन्ने चाहिँ मैले भन्न चाहन्छु है। मार्केटमा गर्नुपर्छ अथवा गर्न सक्नुपर्छ है। रुक्नु है, भल्युममा अलिक गडबड भएछ। ल, इफ तपाईँले यस्तो गर्न सक्नुहुन्न भने चाहिँ स्मार्ट वेल्थ प्रोले चाहिँ तपाईँहरूको लागि एउटा अफर प्याकेज ल्याएको छ होइन। त्यसको चाहिँ स्मार्ट एनालिटिक्स अथवा स्मार्ट चार्ट चाहिँ तपाईँले 1 इयरको सब्सक्रिप्सन लिनुहुन्छ भने चाहिँ अहिले 1 विकलाई चाहिँ 50% डिस्काउन्टको अफर चलिरहेछ होइन। तपाईँहरूले चाहिँ मेरो प्रोमो कोड ट्रेड50 युज गर्नुभयो भने चाहिँ 1 इयरको सब्सक्रिप्सनमा स्मार्ट चार्ट अथवा एआई चार्ट तपाईँले 50% डिस्काउन्ट पाउन सक्नुहुन्छ होइन। त्यो एआई चार्टहरू चाहिँ यस्तो प्रकारको छ होइन, नेप्सेको ठ्याक्क यसरी डिफ्रेन्ट जोनहरू मार्क गरेको छ, ट्रेन्ड लाइन मार्क गरेको छ होइन। तपाईँले रातो ट्रेन्ड लाइन हेर्न सक्नुहुन्छ, ठ्याक्कै रेजिस्टेन्स गरेर नेप्से झरेको छ होइन। अहिले फेरि यहाँ रिभर्सल आएको छ, तर पनि हामी केही कुर्नेछौँ होइन, किनभने एआई चार्टले चाहिँ यो डिमान्ड जोनबाट चाहिँ सायद नेप्से बढ्न सक्ने देखाएको छ। एउटा यो जुन मेजर इन्स्ट्यान्ट ट्रेन्ड लाइन थियो यसलाई ब्रेक डाउन गर्यो, यसलाई केही रिटेस्टको लागि मार्केट आउन सक्छ, आएर फेरि डाउन भएर यो जुन सपोर्ट देखाएको छ नि 2640देखि 2670 र यो एउटा लङ्गर टाइम फ्रेमको सपोर्ट को ट्रेन्ड लाइन हो। यो ट्रेन्ड लाइनबाट चाहिँ नेप्से केही फर्किन सक्छ। त्यसपछि लेटेस्ट रेजिस्टेन्स यो, त्यसपछिको चाहिँ 3005देखि 3050को यहाँसम्मको चाहिँ हामीले टार्गेट लिन सक्छौँ भनेर चाहिँ मैले भन्न चाहेँ होइन सिग्नलबाट। र यस्तै 22 सिग्नलमा डिफ्रेन्ट कम्पनीहरू पर्छन् होइन। तपाईँले यो सब्सक्रिप्सन लिनुभयो भने चाहिँ एउटा राम्रो ट्रेड गर्न सक्नुहुन्छ। अहिले चाहिँ करेन्टली युएमएचएल परेको रहेछ है। हेर्नु युएमएचएलको चाहिँ यसरी देखाएको छ होइन, पहिला यहाँ बाइदिएको थियो, ट्याक्क यहाँसम्म पुग्यो, अहिले यहाँ बाइदिएको छ अनि रेजिस्टेन्स चाहिँ यहाँ देखाएको छ होइन। त्यो हिसाबले तपाईँले टार्गेट सेट गरेर चाहिँ चल्न सक्नुहुन्छ है। ल, ब्याक टु द भिडियो। टेक्निकल चार्टमा आउँ हामी। अब के सेक्टरल एनालिसिस गरौँ। वान अफ द मेजर वेटेज बोकेको नेप्सेमा सेक्टर भनेको ब्याङ्किङ सेक्टर हो। ब्याङ्किङको सिनेरियो के छ हेरौँ। अब ब्याङ्किङको सिनेरियो हेऱ्यो भने चाहिँ राम्रै छ। यहाँ एउटा बटम लगाएर माथि बढ्न खोजेको छ है। तपाईँहरूले चाहिँ नेगेट प्राइस एक्सन हेर्नुहुन्थ्यो भने यहाँ डबल बटन फर्म गरेर यहाँ स्टप लस लिएर तपाईँले यहाँ इन्ट्री गरेको हुनुपर्थ्यो। यहाँ इन्ट्री गरेको भए चाहिँ तपाईँले लगभग मार्केट यहाँबाट कति बढेको छ होइन, 10%ले बढेको छ है। 10% इज राम्रो कुरा, 1 महिनाभित्रै 10% चाहिँ एकदमै राम्रो है। त्यो पनि ब्याङ्किङ जस्तो स्टकमा जुन ढिलो बढ्छन् र ढिलो घट्छन् है। इन्डिकेटर्सले के भन्छन् हेरौँ। मुभिङ एभरेज सिम्पल मुभिङ एभरेज हेऱ्यो भने चाहिँ यहाँनिर सेल दिएको छ होइन। मुभिङ एभरेज हेरेर तपाईँले ट्रेड गर्नुहुन्थ्यो भने फर्स्ट बाई सिग्नल चाहिँ मुभिङ एभरेजले यहाँ दिएको थियो होइन। ठ्याक्क मैले यहाँ कोरेँ, त्यो हिसाबले चाहिँ तपाईँले मुभिङ एभरेजबाट पनि 5%को गेन गर्न सक्नुहुन्छ है। इन्डिकेटर्सहरूले जहिले पनि प्राइस एक्सनभन्दा ढिलो नै सिग्नल दिने गर्छन् होइन। त्यही भएर नेगेटिभ प्राइस एक्सन हेर्न सक्नु भनेको चाहिँ वान अफ द बेस्ट थिङ हो मार्केटमा। र प्रफिट जेनेरेट गर्नको लागि पनि इन्डिकेटरबाट चाहिँ तपाईँलाई धेरै नलेज छैन भने इन्डिकेटर्सबाट गर्न सक्नुहुन्छ, त्यो पनि राम्रो। गोल्डन क्रस ओभर चाहिँ मुभिङ एभरेज कसले यहाँ दिएको थियो, त्यसपछि डेड क्रस ओभर दिएको छैन। फर्स्ट लेभल अफ बाई सेल सिग्नल दियो, त्यसपछि यहाँबाट फेरि बाई सिग्नल दिन खोजेको छ। सेकेन्ड लेभल अफ बाई सिग्नल तपाईँलाई यहाँबाट दिन्छ होइन। तपाईँबाट बजारमा अथवा ब्याङ्किङ सेक्टरमा अलिकति लङ टर्म इन्भेस्ट गर्न 1-2 वर्षको लागि इन्भेस्ट गर्न आएको भने चाहिँ यो चाहिँ वान अफ द बेस्ट टाइम हुनसक्छ है बाई गर्नको लागि। त्यति धेरै पनि होइन, पहिला चाहिँ यो बटमबाट बाई गर्न आएको थियो, अब यहाँ फेरि आउँछ भन्ने छैन होइन। तर यो ओभरअल यो एरियामा बाई गर्नु भनेको पनि राम्रै हो, किनभने अझै हामीलाई लगभग अझै धेरै लङ यो टार्गेटसम्म हामीले जानु छ होइन। यसरी पहिला यहाँ थियो भनेपछि लगभग यही हाईको अथवा यताको टार्गेट चाहिँ हामीले राख्न सक्छौँ है। अहिले भर्खरै होइन, तर ओभरअल आउने 1-2 वर्षमा है त। ल, मैले यो ड्रइङ रिमुभ गरिदिन्छु। बलिङ्गर ब्यान्डबाट के छ सिनारियो हेरौँ। अप्पर ब्यान्डमा रेजिस्टेन्स फेस गर्नु, मिडल ब्यान्डमा सपोर्ट लिन आएको छ। हिजो केही डम दिएको थियो, आज फेरि रिटेस्टतिर सेल भएर तल लोवर ब्यान्डसम्म पनि आउन सक्छ है त। अहिले आउँछ नै भनेको होइन, तर आज कति फर्म गरेको हिसाबले यहाँसम्म आएर यहाँबाट फेरि एउटा यहाँसम्मको र्याली चाहिँ लिन सक्छ है। त्यो भनेको कति पर्सेन्ट हुन्छ हेरौँ। त्यो भनेको पनि 10% हुन्छ है। राम्रो हो है, एकदम राम्रो हो। सेम यस्तै सिनेरियो हुन्छ भनेको होइन फेरि। मैले काटिदिन्छु। अब भोलि ब्रेकआउट दिएछ भने चाहिँ ठ्याक्क यसरी गएर डाइरेक्ट पनि जान सक्छ अथवा रिटेस्ट गर्न पनि आउन सक्छ होइन। यसरी होइन, रिटेस्ट गर्न आएर डबल बटन फर्म गरेर त्यसपछि चाहिँ हायर टाइम फ्रेमको यहाँको टार्गेट दिन चाहिँ ब्याङ्किङ आउन सक्छ है त। त्यसपछिको चाहिँ तपाईँको यहाँनिर हुनेछ है टार्गेट भनेको 15% इज गुड है। लगभग पनि 1 महिनामा चाहिँ टार्गेट हिट हुनसक्छ है। यस्तो सिनेरियो भयो भने ठ्याक्क यहाँ डबल बटन एसएन डबल बटन पनि फर्म हुन्छ, त्यो हिसाबले गर्नु पऱ्यो। यसलाई मैले हटाइदिन्छु।
सरी रिमुभ ड्राइङ गरिदिन्छु। बलिङ्गर ब्यान्डबाट चाहिँ यस्तो छ। प्याराबोलिक सार हेऱ्यो भने प्याराबोलिक सार यहाँ सेल सिग्नल दिएको, त्यसपछि बाई सिग्नल चाहिँ देखेन होइन। पिभोट्स पोइन्ट हेऱ्यो भने हामीले पिभोट पोइन्टको चाहिँ एउटा पिभोटको मेन एउटा पिभोट लाइनलाई चाहिँ डम्प गरेर तल आएको छ होइन। यहीँ रेजिस्टेन्स बेस गरेर फेरि तल पनि झर्न सक्छ। पिभोटको पर्सपेक्टिभबाट चाहिँ मार्केट यस्तो पनि हुनसक्छ, यो सपोर्टबाट फेरि माथि जाने होइन, लगभग यहाँ टार्गेट हिट गर्ने, यहीँ भनौँ न। रेजिस्टेन्स यहाँ पनि देखाएको छ होइन, अथवा यहाँ पनि देखाएको छ। यहाँसम्मको एउटा हामीले लिन सक्छौँ है, त्यो पनि राम्रै हुन्छ है। पिभोटबाट चाहिँ यस्तो छ सिनारियो होइन। किनिने भए चाहिँ यो S1मा हेर्नु होला, यस्तै केही W10 फर्म भएको, त्यसपछि R1को चाहिँ टार्गेट हुनसक्छ। सुपर ट्रेन्ड हेऱ्यो भने चाहिँ सुपर ट्रेन्डले यहाँनिर बाई सिग्नल दिएको तपाईँलाई, त्यसपछि यहाँ सेल सिग्नल दियो, त्यसपछि बाई सिग्नल स्टिल दिएको छैन, त्यो चाहिँ कुर्नु पऱ्यो होइन। सुपर ट्रेन्ड पनि राम्रै इन्डिकेटर हो, मैले वान अफ द बेस्ट मान्छु है। सुपर ट्रेन्डले यहाँ बाई दिएको थियो भने तपाईँलाई 6%मा चाहिँ सेल पनि दिएको छ होइन। अफकोर्स प्राइस एक्सन जस्तो एक्युरेट हुँदैन, तर पनि तपाईँलाई लस चाहिँ कहिले हुँदैन है मार्केटमा इन्डिकेटर्सहरूबाट। ब्याङ्किङको सिनेरियो चाहिँ यस्तो थियो, केही चाहिँ अब आरएसआईमा डाइभर्जेन्स बनिसक्यो कि नै हेरौँ, अरू हामीले खासै हेर्नु पर्दैन है। आरएसआई चाहिँ 48मा छ, अहिले कि डाइभर्जेन्स बनेको छैन, केही हुक फर्म गरिरहेको छ होइन। यहाँ चाहिँ फेरि यहाँ तल आएर डबल प्याटर्न फर्म गरेर माथि जान सक्ने देखिन्छ हामीले। यहाँ गयो भने चाहिँ ओभरसोलमा फेरि हामीले बेच्न सक्नुपर्छ। यहाँ चाहिँ तपाईँले डबल प्याटर्न कुर्नु होला, त्यसपछि चाहिँ स्टप लस लिएर ठ्याक्क डबल प्याटर्न यसको तल इन्ट्री चाहिँ लिन सक्नुहुन्छ है त। ल मैले रिमुभ ड्राइङ गरिदिन्छु। आरएसआईबाट यस्तो छ। एमएसिडी मैले तपाईँलाई पहिला भनिसकेँ है, एमएसिडीले चाहिँ ल्यागिङ सिग्नल दिने गर्छ, खासै काम चाहिँ लाग्दैन, तपाईँलाई घाटा नै हुन्छ। स्टोचस्टिक आरएसआई हेऱ्यो भने अझै चाहिँ हतार गर्नुपर्ने अवस्था केही छैन होइन। यो 14-14-33 भनेको अलिकति सर्ट टर्मको लागि हो। यहाँ पनि एउटा केही कन्सल्टेसन डबल प्याटर्न मिनिमम फर्म नहुँदासम्म हामीले केही एक्सन लिँदैनौँ होइन, त्यो हुन अझै धेरै टाइम लाग्नेछ है। लगभग यस्तो केही सिनेरियो देखियो भने बल्ल यहाँनिर हामीले इन्ट्री गर्न सक्नुपर्छ यसरी 20मा। त्यसपछि बिहाइ बेच्ने त छँदैछ, हामीले पहिला पनि यो जोनमा गरेको थियौँ होइन। बेसिकली मैले त 42-42-55 युज गर्छु। त्यसबाट कस्तो छ सिनेरियो हेरौँ। 42-55 मैले सायद डिफल्ट नै सेट गर्नु पर्ला है, सेभेज डिफल्ट गरिदिन्छु। ल रिमुभ ड्राइङ गरौँ। यसरी यहाँ पनि हामीले पाथ खोल्न सक्छौँ। बल्ल ठ्याक्क हेर्नु, यो सेम पोइन्टमा यहाँ जुन दिन घटेको थियो मार्केट, त्यही दिनै यहाँनिर पनि सेल सिग्नल दिएको थियो। त्यसपछि यहाँ आएर यसले एकचोटि यहाँ पनि डबल प्याटर्न फर्म गऱ्यो भने चाहिँ हो यसरी, यो जुन आफ्नो यो पुरानो हाई छ, यहाँ चाहिँ हामीले इन्ट्री लिन सक्छौँ। त्यसपछि हाम्रो टार्गेट भनेको त पुरानो हाई नै हुनेछ होइन। यहाँ इन्ट्री लिएर यहाँसम्मको चाहिँ इन्डिकेटरमा पनि यसरी टार्गेट हिट हामीले गर्न सक्छौँ है त। ब्याङ्किङ सेक्टरमा सबै सेक्टरमा गर्ने यही हो, मैले पाले पिलो गरेर देखाइदिन्छु होइन। रिमुभ ड्राइङ गरौँ, यो पनि हटाउ इन्डिकेटर। हाम्रो नेक्स्ट सेक्टर इज फाइनेन्स सेक्टर। फाइनेन्समा के छ हेरौँ सिनेरियो। फाइनेन्समा सिनेरियो हेर्नु पऱ्यो चाहिँ रिसेन्टली एउटा एम प्याटर्न फर्म गरेर केही डाउन गर्न खोजे जस्तो देखिन्छ होइन। इन्डिकेटरले के भन्छ हेरौँ। मुभिङ एभरेज 9 डेजभन्दा पनि तल छ भने चाहिँ सर्ट टर्मलाई पनि केही बजार नेगेटिभ छ, अहिले कुर्नुपर्छ। अब मुभिङ एभरेज क्रस जुन मिड टर्म इन्डिकेटर छ, त्यसलाई मिड टर्मको लागि पनि सेल दिने तयारीमा छ होइन। त्यही भएर फाइनेन्सको सिनेरियो सिम्स नेगेटिभ। बलिङ्गर ब्यान्डहरू भने मिडल ब्यान्डमा रेजिस्टेन्स गरेर तल झरेको छ। आज चाहिँ केही इन्भर्टेड ह्यामर जस्तो क्यान्डल बनाएर रिभर्सल को सङ्केत त दिएको छ, तर फेरि बलिङ्गर ब्यान्डको मिडल ब्यान्डमा रेजिस्टेन्स गरेर यसरी तल झर्न सक्छ है त। हो यस्तो टाइपको सिनेरियो बन्न सक्छ है, किनभने एकदम ओभर भ्यालु भएको फाइनेन्स सेक्टर हो है। फन्डामेन्टली नराम्रो, तर प्राइसले चाहिँ माथि गएको, त्यही भएर अझै धेरै गिरावट हुन बाँकी नै छ मैले भन्छु। यति तल त नभनौँ, यही रिसेन्ट सपोर्टमा यहाँबाट फेरि रिभर्सल केही हुनसक्छ है फाइनेन्सको चाहिँ। यसरी यहाँबाट फेरि माथि गएर सरी हो यसरी यहाँबाट गएर यो जुन यो आएको थियो नि पहिला नि धेरै रेजिस्टेन्स पोइन्ट यहाँ भएको हो है। यस्तो के सिनेरियो बनेछ भने चाहिँ यहाँबाट हामीले लगभग 30% खान सकिन्छ है। लगभग यो 1 देखि 2 महिनामा हुन्छ है। भेरी गुड हो है। 1 लाखमा 30% भनेको 30,000 है। भेरी गुड टार्गेट। मैले बलिङ्गर ब्यान्ड हटाइदिन्छु। प्याराबोलिक सारको सेल सिग्नल स्टिल भ्यालिड छ, सिनेरियो चाहिँ नेगेटिभ छ है। अब पिभोट पोइन्ट्स हेरौँ। पिभोट पोइन्टबाट हेऱ्यो भने पिभोटको पोइन्टलाई ब्रेकडाउन दिएको त उहिले हो, त्यसपछि यहाँबाट रेजिस्टेन्स गरेको सपोर्टको क्यान्डल देखाएको छ होइन। पिभोट पोइन्टबाट चाहिँ सिनेरियो यस्तो पनि हुनसक्छ है, तपाईँले सबै इन्डिकेटरलाई कन्सिडर गर्नुपर्छ। यहाँ फेरि रेजिस्टेन्स गरेर यहाँ जुन S1 देखाएको छ यहाँ चाहिँ सपोर्ट लिएर त्यसपछि R1को लागि चाहिँ जान सक्छ है त। यसरी बलिङ्गर ब्यान्डको हिसाबले मैले अहिलेको सिनेरियो भने पिभोटको हिसाबले यस्तो होइन। तपाईँले दुइटै सिनेरियो कन्सिडर गर्नु, जुन तपाईँलाई ठिक लाग्छ, अथवा जुनमा चाहिँ वर्क गर्छ, जुनमा चाहिँ रिभर्सलको क्यान्डल अथवा यहाँ सुटिङ स्टारको क्यान्डल बन्छ भने तपाईँले यहीँनिर यस्तो ट्रेड एक्जिक्युट गर्न सक्नु पऱ्यो, जसले चाहिँ
हो 17% चाहिँ लगभग तपाईँले एउटा गेन दिन सक्छ, टार्गेट हिट गर्न सक्छ होइन। 17% पनि राम्रो है, 1 लाख क्यापिटल छ भने 17,000 इट इज भेरी गुड है, किनभने प्यासिभ इन्कम हो नि त, एक्टिभ होइन। सुपर ट्रेन्ड हेऱ्यो भने सुपर ट्रेन्डको सेल सिग्नल स्टिल भ्यालिड छ है। अब मार्केटमा केही रिभर्सलको सङ्केत दिन्छ कि नै, त्यसको लागि हामीले आरएसआई हेर्नेछौँ, हिस्टोजेस्टिक आरएसआई 39 छ होइन, अझै के त्यस्तो देखिन्न। आजको क्यान्डलले चाहिँ केही साइडवेज बस्न सक्ने सिनेरियो देखाएको छ है आजको क्यान्डलले, तर त्यो भन्दैमा यही रिभर्सल हुन्छ भन्ने छैन। पहिला पनि लगभग यो रेन्जदेखि भएको थियो, अहिले पनि यही रेन्ज कुर्नुपर्छ भनेको 30 कुर्नुपर्छ है। यहाँनिर यसरी आरएसआई आएर डबल प्याटर्न फर्म गऱ्यो भने फेरि हामीले यो डबल प्याटर्न सिधै इन्ट्री गर्नेछौँ र टार्गेट यही 6970 को हुनेछ है त। ल स्टोजेस्टिक आरएसआईबाट चाहिँ अर्ली लेभल अफ केही बाई सिग्नल आयो कि नै हेरौँ। स्टोजेस्टिक आरएसआई हामीले हेऱ्यौँ भने अब यस्तो चाहिँ सिनेरियो 42-42.55 चाहिँ बल्ल अर्ली अहिले 22 सेल सिग्नलतिर झरेको देखिन्छ। अझै धेरै वेट गर्ने ठाउँ छ है। यसरी स्टोजेस्टिक आरएसआई झरेर यहाँ आएर फेरि डबल प्याटर्न फर्म गरेर 20 लाइनलाई ब्रेकआउट गर्छ भने यहाँ हामीले इन्ट्री गर्छौँ। त्यसपछिको टार्गेट भनेको फेरि यसको 80 को लाइन हुनेछ है त। पहिला पनि यस्तै ट्रेड गरेर धेरैचोटि हामीले धेरै पर्सेन्ट खान सकेको थियौँ है। यहाँ पनि हामीले देखाउन सकिन्छ है। स्टोजेस्टिक आरएसआई चाहिँ वान मेरो बेस्ट इन्डिकेटर हो है। भर्टिकल लाइन टक टक पर्सेन्टेजहरू यहाँ इन्ट्री लिएको भए 38% होइन, 38,000 1 लाखको इट इज भेरी ग्रेट है। यहाँ हेर्नु, यहाँनिर इन्ट्री लिएको भए त्यसपछि सेल सिग्नल कहाँ छ, यहाँ छ। पर्सेन्टेज वाइज हेऱ्यो भने हो यसरी 10% छ है यहाँ पनि। ल यहाँ हेर्नु, यहाँ बाई दिएको थियो, सेल कहाँ दिएछ, यहाँ दिएको छ है त ठ्याक्क। अब यहाँ लगाएर हेरौँ पर्सेन्टेज वाइज कति हो। यहाँ पनि 19-20% छ है, 1,20,000। इन्डिकेटर ट्रेडिङबाट पनि हामीले राम्रै एउटा नेक्स्टमा ट्रेड गर्न सक्छौँ भनेर चाहिँ यहाँबाट देखियो है। स्पेसली यस्तो फाइनेन्स जस्तो भोलेटाइल सेक्टरमा होइन। मैले डायबिटिज केही छ भनेर देखाइसकेँ। अब नेक्स्ट सेक्टर इज आवर डेभलपमेन्ट ब्याङ्क। तर मैले पहिला हजुरलाई भनिसकेँ होइन, बार भन्दै आएको छु, डेभलपमेन्ट ब्याङ्कमा चाहिँ हाई क्याप नबढ्ने, लो क्याप मात्र बढ्ने गरेर यो जुन चार्ट छ यसमा चाहिँ खासै भर गर्नु हुँदैन। पहिला जबसम्म नेप्सेले यो ब्रेकआउट गरेको थिएन अथवा यहाँसम्म मैले भर्टिकल लाइन हो यहाँसम्म चाहिँ मजाले फलो गरिरहेको थियो होइन नेप्सीको प्याटर्न। तर यहाँ आएपछि हाई क्याप बढेन, लो क्यापले मात्र यहाँसम्म लग्यो। त्यही भएर डेभलपमेन्ट ब्याङ्क एनालिसिस गऱ्यो भने मिल्दैन है, केही पनि कुरा मिल्दैन। हाई क्याप आफ्नै हिसाबले अपरेटरले ट्रेड गरेर मिल्छ, लो क्याप त्यसरी हुन्छ। अनि हाई क्यापमा चाहिँ यहाँ भने जस्तो सिनेरियो मिल्दैन, त्यही भएर गर्दिनँ। तर तपाईँले मैले जस्तै सेम टु सेम स्टोजेस्टिक आरएसआई अनि अरू प्राइस सेक्सनको इन्डिकेटर लिएर ट्रेड गर्न सक्नुहुन्छ है। आवर नेक्स्ट सेक्टर इज हाइड्रो पावर सेक्टरमा चाहिँ आज के रिभर्सल क्यान्डल बने जस्तो छ। तर नेकेड प्राइस एक्सनले पनि हामीलाई मिनिमम एउटा डब्ल्यू प्याटर्नलाई त कुर्नै पर्छ भनेर भन्छ है। एउटा राम्रो सपोर्टमा आएर रिभर्सल भएको आरएसआईबाट हेऱ्यो कि रिभर्सलको सङ्केत छ कि नै। डाइभर्जेन्स ए हो 34 को जोनबाट हुक बनाएको छ होइन, राम्रै जोन हो यो बढ्नुपर्ने। तर पनि हामीले डबल प्याटर्न फर्म हुन्छ भनेर कुर्नुपर्छ। त्यसपछि यस्तो टाइपको सिनेरियो देख्यो भने यहाँनिर इन्ट्री लिन्छौँ। यहाँनिर इन्ट्री लिएर चाहिँ हाम्रो सेल टार्गेट चाहिँ यहाँ माथिको हुनेछ होइन, हो यसरी। ल यसबाट चाहिँ यस्तो छ सिनेरियो है। अब हाम्रो नेक्स्ट सेक्टर भनेको चाहिँ माइक्रो फाइनेन्स हो। माइक्रो फाइनेन्स कस्तो छ हेऱ्यो होइन सिनेरियो। अब माइक्रो फाइनेन्सको हामीले हेर्छौँ भने यहाँ पनि इम्पोर्टेन्ट बढ्नुपर्ने एउटा जोनमा त आएको हो होइन। यहाँ रिभर्सल केही देखाएको छ है, तर यहीँबाट हुन्छ भन्ने छैन। इदर हामीले प्राइसमा डबल प्याटर्नको लागि कुर्न सक्छौँ इन्ट्रीको लागि, अथवा आरएसआईमा डबल प्याटर्नको लागि कुर्न सक्छौँ होइन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स आरएसआई हेऱ्यो भने राम्रो बढ्नुपर्ने जोनमा त आएको छ, तर स्टिल डबल प्याटर्न बनाउन सक्ने केही त्यस्तो देखेको छैन। यहाँबाट केही बनाएछ भने यसरी यसरी हामीले चाहिँ इन्ट्रीको लागि हेर्न सक्छौँ है त। ल हो यसरी। ल ल हो यस्तो टाइपले चाहिँ हामीले एनालिसिस गर्न सक्छौँ है त। डबल प्याटर्न इदर प्राइसमा गर्नु पऱ्यो अथवा आरएसआईमा। अनि बल्ल चाहिँ हामीले एउटा सक्सेसफुल लस बिनाको ट्रेड चाहिँ हामीले नेक्स्टमा लिन सक्छौँ है। एउटा स्टोजेस्टिक आरएसआईहरू होइन, सेकेन्ड ओपिनियनको लागि स्टोजेस्टिक आरएसआईले के भन्छ 42-42.55 को हिसाबले चाहिँ अब स्टिल हामी 1-2 दिन अझै 4-5 दिन कुर्नुपर्ने अवस्था छ है। यहाँ तल आएर फेरि यहाँ कन्सल्टेसन गरेर डबल प्याटर्न फर्म गर्छ। डबल प्याटर्न फर्म गरेर यसरी ब्रेकआउट दियो भने
हो यहाँनिर हाम्रो इन्ट्री गर्नेछौँ 20 लाइनको ब्रेकआउट दिनु साथसाथै यहाँ गरेपछि हाम्रो टार्गेट भनेको फेरि यही 80 को माथि हुनसक्छ है 80 को माथि फेरि यहाँ गएर एम प्याटर्न फर्म गर्छ भने मैले देखाइदिन्छु यहाँ पहिला पनि तपाईँले धेरैचोटि हेर्न सक्नुहुन्छ है यसरी एम प्याटर्न फर्म गरिदिन सकिन्छ डबल प्याटर्न फर्म गऱ्यो भने इन्ट्री एम प्याटर्न फर्म गऱ्यो भने चाहिँ हाम्रो यसरी एक्जिट हुन्छ है त्यतिखेर प्राइसले के गर्छ त्यो त्यतिखेर हेरौँला होइन इन्डिकेटरबाट चाहिँ यस्तो छ सिनारियो माइक्रो फाइनेन्सको अब नेक्स्ट आवर सेक्टर इज म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ म्यानुफ्याक्चरिङ प्रोसेसिङको के कसो छ हेरौँ म्यानुफ्याक्चरिङ प्रोसेसिङमा पनि कुनै सेक्टरले फलो गरेको कुनैले नगरेको होइन एसडिएलले यही कुरा फलो नगरेको देखिन्छ है यहाँको एनालिसिस चाहिँ अब नमिल्न पनि सक्छ है आफ्नो स्क्रिप्टहरूको छुट्टाछुट्टी हुन्छ बढ्नुपर्ने राम्रो पोइन्टमा त आएको हो होइन आरएसआईबाट केही रिभर्सलको सङ्केत छ कि नै हेरौँ आरएसआईबाट चाहिँ एउटा राम्रो बढ्नुपर्ने पोइन्टमा आएको छ स्टिल डबल प्याटर्न फर्म गरिसकेको छैन है डबल प्याटर्न फर्म गऱ्यो भने चाहिँ हो यसरी हामीले इन्ट्री प्लान गर्न सक्छौँ आफ्नो है यो डबल प्याटर्नको यो जुन आफ्नो पुरानो हाई छ यसको चाहिँ माथिको पोइन्टसम्म होइन तर यसलाई फेरि ब्रेकडाउन गऱ्यो भने हामीले स्टप लस लिएर पनि लिन सक्नुपर्छ है 9 ब्रेकडाउन गरेर अहिले त 49 मा छ होइन बुलिस नै छ ट्रेडिङ जोनमै तल आएर फेरि यहाँदेखि पनि रिभर्सल लिन सक्छ है 28 को जोनबाट त्यो चाहिँ हामी ध्यान राख्नुपर्छ है डबल प्याटर्न भन्दैमा इन्ट्री गर्ने त हो तर स्टप लस पनि लिने हो त्यो डबल प्याटर्नको ब्रेकडाउन गऱ्यो भने है त स्टोचस्टिक आरएसआईबाट हेऱ्यौँ है केही अर्ली लेभलले सिग्नल इन्ट्रीको लागि छ कि नै मेरो इन्टरनेट हल्का स्लो भएर यहाँबाट भर्खरै रिसेन्टली एम प्याटर्न फर्म भएको स्टोचस्टिक आरएसआईमा देखिन्छ होइन अझ इन्ट्रीको लागि अलिकति धेरै बेर कुर्नुपर्छ कि जस्तो मलाई लाग्छ यहाँ धेरै जस्तो म्यानुफ्याक्चरिङ प्रोसेसिङ सेक्टर यति धेरै ओभर सोल्डमा त आएको छैन तर पनि यसरी लगभग 20 लाइनमा पनि डबल प्याटर्न फर्म गर्छ भने हामी चाहिँ इन्ट्री प्लान गर्न सक्छौँ है 20 भन्दा तलै जानुपर्छ भन्ने छैन यहाँनिर पनि डबल प्याटर्न फर्म गऱ्यो भने यसरी स्टप लस लिएर इन्ट्री प्लान गर्न सक्छौँ हस् आजको हाम्रो भिडियो यति थियो थ्याङ्क यू भेरी मच